आजको पुरुषार्थ एक साथ साथ छ परम शान्ति। बाबा भन्नुहुन्छ, बच्चाहरू, तिम्रो पुरुषार्थ नै हलुका रहने हो। बस तिमीले हरेक परिस्थितिमा आफूलाई हलुका राख्ने पुरुषार्थ गर्नुपर्छ। हेर बच्चाहरू, यो समय अन्तको पनि अन्ततर्फ गइरहेको छ। त्यसैले तिम्रा पुराना स्वभाव संस्कार हिसाब किताब तीव्र गतिमा समाप्त हुँदैछन्। चाहे ती तन मन धन सम्बन्ध सम्पर्क जोसुकैसँग सम्बन्धित किन नहोस्, तिमीले ती सबैलाई धैर्यतापूर्वक चुक्ता गर्नुपर्छ। बस तिमीले स्वयंमाथि ध्यान देऊ, तर ध्यान दिनुको तनाव भने लिनु हुँदैन। कुनै पनि हिसाब किताब चाहे मनको होस् वा अरू कुनै आए पनि बारम्बार स्वयंमाथि ध्यान दिँदै सबै कुरा पितालाई समर्पण गर्ने पुरुषार्थ गरिरह। साथै बितेको एक सेकेन्डमा बिन्दु लगाऊ, वर्तमानमा बिन्दु बन अनि बिन्दु पितासँग बसेर समाहित हुव। त्यसपछि तिम्रो भविष्य त उज्जवल छ नै, अर्थात् नम्बरवार। हेर, भगवान स्वयं आउनु भएर तिमी बच्चाहरूलाई पढाउनु भएको छ अनि अझै केही चाहिन्छ त छैन? होइन त? बस धैर्यतापूर्वक पिताको औँला समातेर अगाडि बढ। जति जति तिमी आफ्नो स्थितिको स्मृति स्वरूप बन्नेछौ, त्यति नै तिमीलाई आफ्नो कर्तव्य र अधिकारको सम्झना आउँछ अनि साना साना समस्याहरू मक्खनबाट रौँ झिकेझै सहज रूपमा समाधान हुँदै जान्छन्। पिता त केवल यस कल्पको अर्थात् केही समय अघिको याद दिलाइरहनु भएको छ, ताकि तिमी आफ्नो स्थितिमा स्थित भएर बेहदको कर्तव्य पूर्ण गर्न सकोस्। बस बच्चाहरू, बारम्बार आफ्नो स्मृतिको स्विच अन गरी आफ्नो स्वस्थितिको आसनमा स्थित भई कर्म व्यवहारमा आऊ। त्यसपछि चाँडै नै तिमी बच्चाहरू पितासँग मिलेर विश्व परिवर्तनको कार्य गर्न सक्षम हुनेछौ। आजलाई परम शान्ति।